देशमा यति ठुलो उत्पात कांग्रेस एमाले र माओवादीकै कारण भएको कुरामा कुनै दुईमत छैन। घोर आश्चर्यको कुरा मध्य प्रदेशमा काम बनेको त्यस्तै उस्तै हो। परम्परागत मस्तीमा कांग्रेस एमाले माओवादी सबै सामेल छन्। एकपटक कोशी प्रदेशको यो चटक हेर्नुहोस् दर्शकबिन। रोस्टममा माइक खोज्न बुर्कुसी मार्न जाने सांसद राजेन्द्र कुमार राई हुन्। उनी पहिलेका मुख्यमन्त्री पनि हुन्। माधव कुमार नेपालको नेकपा यसबाट सांसद बनेका उनी अहिले प्रचण्डको नेपाली कम्युनिस्ट पार्टीका सांसद छन्। अब प्रचण्डकै संगतमा परेपछि यति उत्पात गर्नुलाई अस्वाभाविक मान्नु पनि भएन। संघीय सरकारमा अहिले प्रधानमन्त्री सहित 15 जना मन्त्री छन्। बढीमा एक थपिएर 16 पुग्न सक्छन्। मध्य प्रदेशमा 12 मन्त्री थिए, अहिले घटाएर 8 बनाइएको छ। 4-5 वटा मन्त्रालय त्यहाँका मुख्यमन्त्रीले आफैसँग राखेका कारण मन्त्रालयको संख्या बढेर संघीय सरकार बराबर हुन सक्छ। नेपालमा संघीय सरकारमा बढीमा 17 मन्त्रालय भए पुग्छ भनेर विभिन्न अध्ययन प्रतिवेदनहरूले निष्कर्ष निकालेका थिए। तर संविधानमा 25 जनासम्म मन्त्री बनाउन पाइने लेखिएका कारण दलहरूले 25 जनालाई नै मन्त्री बनाउँथे। राज्यबाट लिन सकिने जति अधिकतम लिने, चुस्ने, दोहन गर्ने काममा उनीहरू कहिले पनि चुकेनन्। उनीहरूले 3-3 महिनाका लागि पनि आफ्ना सांसदलाई मन्त्री बनाएर पालो पुर्याउने अवसर दिए। यता संघमा अहिलेको सरकार यसरी कठोर बनिदिएको छ कि रासोपाभित्र शक्तिशाली नेताहरू नै मन्त्रीको आकांक्षी थिए। प्रधानमन्त्री बालेन शाहले सबका सबलाई साइड लगाएर उनले फरक मान्छेलाई मात्रै मन्त्री परिषदमा छाने। पार्टीको चरम दबाव त थियो होला नै, तर बालेनले कसैले भनेको मानेनन्, सुनेनन्। पार्टीले भने अनुसारका मान्छेलाई मन्त्री बनाएनन्। मन्त्री परिषदको आकार पनि बढाएनन्। उल्टो मन्त्रालय नै घटाउने त्यो काम गरिदिए जुन हालसम्मका कुनै दल नेताले गर्न सकेका थिएनन्। संघीय सरकारले अहिले गरिरहेका कामहरू रकेटको रफ्तारमा छन्। सुशासनको दृष्टिले अकल्पनीय र चमत्कारिक छन्। कमी कमजोरी नै नभएका होइनन्, त्यसबारे हामीले पनि पटक पटक भनेकै छौँ। तर सारमा काम अभूतपूर्व छ। संघमा भइरहेको काम देखेर कांग्रेस एमाले माओवादीहरूको आँखामा बाँधिएको पट्टी अहिलेसम्म नखुल्नु चाहिँ अचम्मको कुरा छ दर्शकबिन। यिनीहरूमा सुध्रिने मती अलिकति पनि हुन्थ्यो भने उनीहरूकै हातमा रहेको 7 प्रदेश, 6 महानगर, तमाम पालिकामा अहिलेसम्म केही प्रगति गरिसक्थे, परिवर्तनको आभास दिइसक्थे। देशभर 3 तहका सरकार छन्। रासोपाको हातमा केन्द्रको सरकार मात्रै हो। रासोपाको सरकारका हजारौं खोड देखाउनेहरूले आफ्नै कब्जामा भएका सरकारहरू मार्फत सुशासन भनेको यस्तो हुनुपर्छ भनेर नमुना देखाइदिए हुँदैन।